Hello everyone, very good morning. If you are new to this channel, म चाहिँ ट्याटु आर्टिस्ट रुपेश है र मेरो च्यानलमा चाहिँ ट्याटु रिलेटेड भिडियोहरु तपाईहरुले पाउन सक्नुहुन्छ। त्यसैले सब्स्क्राइब गर्नु होला र आजको दिन चाहिँ हामीले चाहिँ अप्पर आर्ममा चाहिँ बुद्धको ट्याटु गर्न मन छ है। मैले चाहिँ डिजाइन रेडी गरिसकेको छु एन्ड यो चाहिँ अलिकति कस्टमाइज छ है, कस्टमाइज छ। सो यो चाहिँ हामीले चाहिँ पाखुरामा बनाउने हो एन्ड स्टेन्सिल अब प्रिन्ट गर्छु म। हाम्रो स्टेन्सिल चाहिँ अब रेडी हुन्छ र भिडियो चाहिँ अन्त्यसम्म हेर्नु होला है त। सो गाइज मेरो डट म्याट्रिक्स प्रिन्टर चाहिँ अस्ति मैले देखाएको चाहिँ बिग्रियो है। यत्रो वर्ष चलेको थियो, बिग्रियो, मेन्टेनेन्समा दिएको छ। सो ट्रेडिसनली नै हामीले चाहिँ स्टेन्सिल बनाउँछौँ है। सो हाम्रो स्टेन्सिल रेडी भइरहेछ। पेपर चाहिँ किन खेरा फालौँ भनेर मैले त्यही पेपरमा गरेको छु। नो प्रब्लम है, सामान बचाउनुपर्छ। सो आजको हाम्रो ब्रदर पनि बाहिरबाट आउनु भएको हो है। सबैजना मान्छेहरू धेरै जस्तो मेरो क्लाइन्ट चाहिँ बाहिरबाट आउनु भएको छ एन्ड बाहिर नहानेर मसँग हानेको एकदमै थ्याङ्कफुल छु उहाँले मलाई चुज गर्नु भएकोमा। अनि मेन कुरा गाइज हैन, तपाईहरुलाई चाहिँ मलाई लोकेसन सोध्नुहुन्छ, ट्याटुको कति सोध्नुहुन्छ है। डाइरेक्ट त्यो चाहिँ डाइरेक्ट क्वेसन जस्तो भयो क्या। तपाईलाई ट्याटु बनाउन मन छ भन्यो भने तपाईले आइडिया शेयर गर्नुहोस् न त। के कुन डिजाइन हो, कुन प्लेसमेन्ट हो हैन, कस्तो क्याटेगोरीको डिजाइन हो त्यसमा भर पर्छ। र तपाईलाई केही आइडिया छ भने छैन भने तपाईले चाहिँ गुगलतिर यसो सर्च गर्ने हैन, त्यो रेफरेन्स पठायो भने चाहिँ म सिमिलर टाइपको अर्को राम्रो खाले 10-15 वटा पठाएर चाहिँ तपाईलाई डाइरेक्ट प्राइस भनिदिन सक्छु। म आवरली चार्ज गर्दिनँ अहिलेसम्म है। अहिलेसम्म चाहिँ गरेको छैन मैले आवरली चार्ज। अनि धेरैजना मेरो क्लाइन्टहरू चाहिँ रिसाउनु पनि भयो हैन। उहाँहरूले चाहिँ बुकिङ, मैले अस्ति नै बुकिङ गर्नुहोस् न त भन्दाखेरि ए म आइहाल्छु नि, म गरौँला नि भन्यो। अनि उहाँ पनि बिजी हुनुभयो होला, म पनि बिजी नै हुन्छु हैन धेरै जस्तो काममा। अनि डाइरेक्ट आउनुहुन्छ अनि म काम गर्न हुन्छ अनि हान्दैन भने पनि रिसाउँछ हैन। त्यो मिसकम्युनिकेसन चाहिँ नहोस् भनेर तपाईहरुले चाहिँ ठुल्ठुलो प्रोजेक्ट हैन, सानोको लागि प्रब्लम भएन, ठुल्ठुलो प्रोजेक्टहरुको लागि चाहिँ मलाई चाहिँ अहिले नै बुझाउनु पर्दैन है। तपाईहरु 6 महिनापछि आउनुहुन्छ, 4 महिनापछि आउनुहुन्छ भने 2 विक्स अगाडि, 3 विक्स अगाडि चाहिँ मलाई इन्फर्म गरेर बुकिङ गरिदिनु भयो भने चाहिँ तपाईको त्यो ठाउँ चाहिँ मैले सिक्योरली राख्छु। म कुनै अपोइन्टमेन्ट लिदिनँ, म कुनै वर्किङ लिदिनँ, त्यतिखेर तपाईलाई वेट गर्नेछु। त्यसैले बुकिङ चाहिँ इम्पोर्टेन्ट हुन्छ है त। आज नि ग्लोभ्स छैन गाइज। ट्याटु मार्किङ भइसकेको छ, अब छाप्ने मात्रै खानुहोस्। दुईटा ग्लोभ्स किन चाहियो भाइ मलाई? त्यो स्माल हो दल्नेदेखि के गर्दा खसीलाई बेसार दल्छ नि छैन। गरिब आर्टिस्ट छु, तपाईहरुले सपोर्ट गर्यो भने कैँची किन्न सक्छु, कैँची पनि किन्छु हैन भोलि गएर नहेर है। रोले अस्ति मेसेज गर्दा टाइम पाएको थिएन नि हैन। आज चाहिँ ठ्याक्कै लगन जुट्नु पर्ने रहेछ क्या हैन। एक राउन्ड द भने आइहाल्यो। यस्तो भयो गाइस। गाइज हाम्रो ट्याटु चाहिँ आधा जति भइसकेको छ हैन। 2 आवर्स जति लाग्यो
र यसमा चाहिँ हामीले चाहिँ एउटा नेगेटिभ स्पेस चाहिँ फ्री ह्यान्ड बनाएको छु होइन, तपाईँहरू देख्न सक्नुहुन्छ। यो फिनिसिङमा चाहिँ राम्रोसँग देख्नुहुन्छ तपाईँले। र अब चाहिँ सायद 2-3 घन्टामा चाहिँ फिनिस हुन्छ होला है। सो स्टे ट्युन।